नमस्ते साथीहरू। आज हामी चाहिँ नयाँ चामलको न्वागी बनाएर खाँदैछौँ। यो न्वागी चाहिँ पहाडतिर खाने चलन छ। यसको लागि चाहिँ हामीले चामल भिजाएर राखेको थियौँ। चामल हाल्छौँ। चामल यति नै हाल्दा हुन्छ। अब यो नरिवल काटेर राखेको थियौँ। नरिवल हाल्छौँ अनि चिनी हाल्छौँ स्वादअनुसार, आफूलाई कति खानु मन लाग्छ त्यही अनुसार। अनि यहाँ मेन चाहिँ दही हाल्छौँ। अब यसलाई चाहिँ हामीले मोल्छौँ, मिक्स गर्छौँ। हामीले चामल, दही र नरिवल हालिसक्यौँ। अब यहाँ हामीले यो मरिचको धुलो हाल्छौँ साथीहरू। मरिच र थोरै लङ सुकमेल र मरिचको धुलो हालेर अब यसलाई चाहिँ मिक्स गर्छौँ मजाले। अनि एकछिन छोडिदिन्छौँ मिक्स गरेर 5 मिनट जति। अनि यो खानको लागि रेडी हुन्छ। यो चाहिँ स्पेसल्ली पहाडतिर नयाँ चामल आएपछि न्वागी बनाएर खाएर है, न्वागी बनाएर खाने चलन छ। अनि न्वागी बनाएर खाएपछि बल्ल त्यसको धानबाट चामल भात बनाएर खाने चलन छ। र यो चलन अलि बिस्तारै हराउँदै पनि गएको जस्तो लागेको छ बुढी। के छ तिमीलाई यो बारेमा के जानकारी छ? हो नि, यता पहाडतिरको मान्छेहरूलाई चाहिँ थाहा छ होला पहिलाकोलाई, नत्र प्राय यो बनाएर खाने चलन चाहिँ अलि हटेको जस्तो छ होइन बुढा? अनि यस्तो लाग्छ मलाई, पहिला चाहिँ अब हाम्रो हजुरबाबा बुवाहरूले भने अनुसार चाहिँ गाउँघरमा हलोले जोत्ने नि त, गोरुबाट चाहिँ हलोले जोत्ने, त्यसरी खेतीपाती गर्ने चलन हुन्थ्यो। अनि अब यो न्वागीमा चाहिँ जो जोत्ने मान्छे हुन्छ नि, उसलाई पनि बोलाएर होइन यसरी खाने, न्वागी बनाउने, खाने चलन थियो। त्यसपछि अब अहिले बिस्तारै सबै गोरु जोत्ने चलन हटिसकेको छ गाउँतिर नि है। सबै ट्र्याक्टरले जोत्ने चलन आएको छ। त्यही पनि अब हामीले, अब बुढीलाई त यो बारेमा त्यति थाहा छैन होला। म चाहिँ पहाडमै अलि तराईको मान्छे हो, चितवनतिर हुर्क्यो है। मलाई चाहिँ खासै थाहा थिएन, तर खाना त खान्थ्यौँ हामी। कहिलेकाहीँ आमाले बनाएर खुवाउनुहुन्थ्यो। म चाहिँ गाउँमा उता पहाडतिर हुर्किया भएर गाउँतिर चाहिँ यो चलन थियो। अब अहिले चाहिँ के छ, हामी काठमाडौँ छौँ, त्यति मान्छेलाई गाउँघरतिर पनि त्यति पहिला पुरानो चलन थाहा हुनेहरूले त खाएको होला नि, तर अहिले त्यति चलनमा चाहिँ छैन जस्तो लाग्छ है बुढी। अलि हराइसकेको छ। तै पनि यो हेल्थको लागि राम्रै हो है। नयाँ चामल मरिचहरू हालेको, दहीमा खाँदाखेरि हालेको, लङ सुकमेल, मरिचको धुलो अनि नरिवल हालेको, हेल्थको लागि नि राम्रै हुन्छ यो। यसरी हामी बनाएर आज खान गइरहेका छौँ। हजुरहरू पनि, बच्चाहरूलाई नि खुवाउने, हामी पनि खाने। बच्चाहरूलाई नि अब यस्तो हुन्छ न्वागी भनेको भनेर थाहा दिनलाई पनि होइन बुढा? हो। अब यो कस्तो हो, पुरानो चलनहरू नयाँ आउने जेनेरेसनलाई पनि होइन सिकाउनु पऱ्यो नि त होइन। त्यही भएर लागेको छौँ हामी बुढाबुढी आज। साथीहरूलाई यो बारेमा कतिको जानकारी छ, हामीलाई चाहिँ थाहा। अब यसमा हाम्रो के पुगेन होइन, सजेसन पनि दिनु होला। अब हामीले चाहिँ पहाडतिर मलाई अलिअलि याद भए अनुसार चाहिँ यस्तै चलन छ। दहीमा चामल भिजाएर, यो चाहिँ 24 आवर्सै छ है भिजेको चामल हो। चामल चाहिँ जति भिजायो नयाँ चामल उति राम्रो हुन्छ, किनभने यो काँचै खाने हो नि त होइन। अब हेल्थको लागि पनि, यो डाइजेस्टिभ सिस्टमको लागि पनि होइन, पाचन प्रणालीलाई पनि अलिकति सक्रिय बनाउँछ। नयाँ चामल 24 घन्टा भिजाएर दहीमा चाहिँ मिक्स गरेर खाँदाखेरि है। हो नि, यो चाहिँ साह्रै मिठो हुन्छ है साथीहरू। हजुरहरू नि बनाएर खानु होला। के छ एकपल्ट टेस्ट गर्ने हो कि बुढीले? थोरै प्लेटमा राखेर टेस्ट गर्नु। बुढालाई टेस्ट गर्न दिउँ न त होइन बुढा? हुन्छ, ल टेस्ट गर्नु त बुढा। होइन पहिला तिमीबाट सुरु गर न। होइन, अब बनाउने मान्छेले त के खानु होइन र साथीहरू? होइन केही हुँदैन, खानु हुँदैन भन्छ नि। ल टेस्ट गरे बुढीले। हस् बुढा। ल कस्तो भएछ त बुढा न्वागी? हामीलाई चाहिँ साह्रै मनपर्छ होइन बुढा? सबै कुरा मिलेको छ है। मरिच र लङ सुकमेलको टेस्ट पनि छ, दही ठिक्क पनि, कुल्ली पनि होइन, अमिलो पनि होइन, ठिक्क छ। ल आज चाहिँ हामीले यसरी नै न्वागी बनाएर खायौँ है साथीहरू। हजुरहरू पनि बनाएर खानुहोला। हस् त, धन्यवाद। मैले त चाहे बुढी राम्रो मिठो छ। तिमीलाई कस्तो लागेको छ? अब म चाख्नु पऱ्यो त।
मिठो भएछ मिठो छ है मिठो भएछ चामल पनि नरम भएको छ है त्यो अब मजाले भिज्न पायो नि त हो नि चामल नि चपाउँदाखेरि नि नरम ओहो मिठो भएको छ हजुरहरू नि खानु होला साथीहरू ल आज ल हस्, बाई आजलाई बाई